नमस्ते सेवारू म हिनुसा नेम्बाङ चेम्जोङ। आज म चाहिँ पालम गाईका गीता नेम्बाङको घर जाँदैछु। उहाँको घर चाहिँ जाँदाखेरि माथि मेन रोडमा निस्केर ओह्रालो झर्नुपर्ने हो, तर म चाहिँ सर्टकट बाटो जाँदैछु। यहाँ खेतबाट आली जाँदैछु। पछाडिबाट अगाडिबाट जाँदाखेरि देख्नुहुन्छ भनेर पछाडिबाट लुकेर जाँदैछु। खेत आली जाँदैछु है। एकदम गर्मी छ अनि हेर्दै गर्नु होला है त भिडियो। म उहाँको घरमा कसरी इन्ट्री हुन्छु भनेर। म चाहिँ गीताले नदेखिकन पछाडिबाट जानु पर्यो भनेको त पछाडि नै काम गर्दै हुनुहुँदो रहेछ। यस्तो छ बाटो, सबै खेत घाँस उम्रेर त्यहाँबाट जाँदैछु है त म। यो धेरै दिनपछि उहाँको घरमा आउँदैछु। मेरो घरबाट धेरै टाढा चाहिँ छैन, 10 मिनटको हो हिँड्दाखेरि। तर पनि हाम्रो भेटघाट 2-4 दिन भएको छैन, त्यसैले अन्त म चाहिँ उहाँलाई नदेखि यहाँ खिच्दैछु है। उहाँको सम्मान मेडलहरू वाउ थोरै छैन त। उहाँको पनि हुँदै रहेछ मेरो फोटो। यति ठुलो मेडल। अन्त कस्तो राम्रो फुल फुलेको रहेछ गीताको आँगनमा। यो अगाडिको आँप चाहिँ फलेन, बाटोको छेउको पानी पनि नालाबाट बनाउँदै रहेछ।